फाइनली साथीहरू होइन म चाहिँ आफ्नो गाउँघरतिर छु आजभोलि होइन गाउँघरमा टक्क इन्जोय गरिरहेको छु होइन मेरो गाउँघरमा चाहिँ होइन पहिलाको चाहिँ एकजना हाम्रो बुवा भन्ने हुन्छ होइन ठुलो बुवा भन्न पर्नुहुन्छ होइन उहाँसँग चाहिँ म एकदम छोटो मिठो कुराकानी गर्न गइरहेको छु हाम्रो ठुलो बुवा चाहिँ यता हुनुहुन्छ होइन अनि ठुलो बुवा तपाईँ चाहिँ आजभोलि गाउँघरमा हुनुहुन्छ होइन ठिक छ गाउँघरमा सानो थिएँ पहिला हेर्छु अब त बुढो भइसकेँ अब केटाकेटी पनि कोही छुट्टी बस्यो कोही भट्टी बस्यो आउनु जाने केटाकेसीसित बस्यो कोही छुट्टीमा राखिएन कोही बड्डीमा राखिएन भनौँ यता गर्दा गर्दा बुढो भएँ कोही पापले गर्दा पनि यस्तो भइसकेको छु तन्निर भइसकेको छु पाप होइन ठुलो धर्म कर्म पाप चाहिँ होइन होइन अहिले चाहिँ अहिले यसो खानेपिने गर्दाखेरि तपाईँ चाहिँ एकदमै खतरा देख्नुहुन्थ्यो कि होइन आज चाहिँ खानापिना चाहिँ छोड्नुपर्छ होइन तपाईँ 3 वर्ष पछाडि भेट भयो तपाईँ र म होइन त्यति बेला चाहिँ पहिला जवानीमा चाहिँ एकदमै तपाईँ रक्सी खाएपछि चाहिँ केटी चाहिँ धेरै खोज्नुहुन्थ्यो धेरै खोज्ने आजभोलि कस्तो हुन्छ ठुलो कता चमचम गर्ने कहिले लाग्ने कहिले अझै पर्दामा हुने लाग्छ अझै गाई छैन तपाईँ सोच्नुहुन्छ होला होइन यहाँ चाहिँ बुढो मान्छे भनेर यहाँ चाहिँ बुढो होइन हरिया हो अनि अब यहाँ केटाहरूले भनौँ न अब हिँड्दै के हो कसो भन्ने लाग्छ आफूले अमिर देख्दा कस्तो गरिरहेको कस्तो गरिरहेको केटी रहेन केही रहेन क्या बनबिजो सन्जीलाई पनि त्यस्तो त नै मान्छु आज बड्डो भइसक्यो शरीर कम भइसक्यो त्यही भन्दा म चालै गर्दैन त्यही मन लाग्दैन त्यही फर्स्ट जान्छु त्यही त मनले त अझै पनि मान्दैन तर के गर्ने होइन तागतले भ्याउँदैन होइन गाई छैन जवानीमा चाहिँ होइन यहाँले चाहिँ यो लेभलदेखि यो लेभलसम्म छोड्नु भएन होइन त्यो चाहिँ आफै बुझ्नु होला होइन योदेखि यो लेभल भनेपछि त्यो आफै बुझ्नु होला होइन बरु उसले मान्ने रहन्छ गाई छैन अहिले चाहिँ अझै पनि हाम्रो ठुलो बाउले चाहिँ छोड्नु चाहिँ हुन्न होइन भेट्टाएपछि तर उहाँसँग चाहिँ एकदमै सावधान रहनु होला भन्न चाहन्छु अरू ठुलो बाउ केही भन्न चाहन्छु तपाईँले अब के भन्न चाहँदैन अब सबै रमाइलो भन्न चाहन्छ अब हाम्रो यति हो हाम्रो भन्ने अनि ठुल्बा तपाईँसँग एउटा सल्लाह माग्न खोजिरहेको छु होइन जवानीमा त तपाईँले केटी त धेरै घुमाउनु भयो यार त्यो केटी फकाउने फर्मुला सिकाइदिनु हामीलाई भने यार फकाउने भन्दा धेरै गरी गर्न हिँड्दा आउनु भन्दा उसले फर्काउने टाइममा आफू फर्स्ट गइजाने त्यो पहिला अनि गरिरह हो खाइन्थ्यो अब एक प्याक लगाने यसो चिमटेपछि साइड लागिहाल्थ्यो भन्नु चिमटेपछि त थप्पड हाल्छ नि त यार ठुलो मालिस त अब पैसा तिर्नु भयो त्यो भन्दा डर लाग्यो गाई छैन यहाँ ठुलो बाले चाहिँ होइन पहिला आफ्नो पुरानो होइन पुरानो जमानाको उहाँको आफ्नो अनुभव सेयर गर्नुभएको होइन यदि तपाईँहरू पनि यस्तै अनुभवहरू सुन्न चाहनुहुन्छ भने चाहिँ मेरो फेसबुक पेजलाई चाहिँ फलो गर्नु